गुड मर्निङ। आज चाहिँ सन्डेको दिन बिहानै म मर्निङ वक आइरहेको छु। यो चाहिँ काला लतम्बी बजार शान्तिपुरदेखि लिएर माथि शान्तिपुरदेखि लिएर म चाहिँ अहिले बजारपट्टितिर गइरहेको छु वकिङ। मर्निङ वक भनौँ अब एकदम राम्रो दृश्य छ। भर्खरको उज्यालो हुँदैछ अहिले चाहिँ। अब यहाँ अहिले चाहिँ गाडीहरू कुद्न पनि कम्ती छन्, कुदेर निकाल्ने भएर एकछिनपछि चाहिँ गाडी पनि धेरै आउँछ यहाँनिर। नेसनल हाइवे चाहिँ अहिले चाहिँ एकदम शान्त वातावरण छ है। रोड कन्स्ट्रक्सनले गर्दा रोड पनि पुरा बिग्रेको छ अहिले त। एकदम जस मौसम चाहिँ एकदम राम्रो छ। आज पानी पनि परेको छैन, घाम पनि लागेको छैन, त्यसले गर्दा मौसम चाहिँ एकदम सफा छ आजको चाहिँ। तर रेन पोसिबल भनेर त वेदरमा देखाइरहेको छ भरे 10 साढे 10बाट आज। तर अहिले चाहिँ एकदम राम्रो छ वेदर चाहिँ। हेर्नुहोस् घरहरू कस्ता चल्ने बजार। यही बजार हो यो, यता स्कुल कालातम्बीको मेन बजार बर्सिल पर्तिर, तर यही पनि बजारै हो। यो चाहिँ फोरबेल इङ्ग्लिस स्कुल हो। हेर्नुहोस् यो बाटो तोडेर पुरै सबै घरहरू पहिला अगाडि भएको घरहरू सबै तोडेर अहिले त पछाडि घर हुनेलाई राम्रो भयो, किनभने उनीहरूको चाहिँ बाटामा फेस गरेको घरहरू भए। पहिला त नजिक घर बनाएको चाहिँ अहिले चाहिँ सबै तोड्नु पर्यो, सबै चौडी बाटो बढाउनाले गर्दा। हेर्नु साथीहरू कस्तो राम्रो दृश्यहरू, चराहरू उडिरहेका छन् अहिले, परेवाहरू पनि चढिरहेका छन् अहिले। अब निक्लिनु थाल्यो भर्खर। यहाँ चाहिँ मन्दिरमा एकचोटि ढोगौँ सबैले। कालातम्बी मन्दिर हल्का छिटो मेरो पनि त्यो ज्यान शरीर दुखेर नि, म त्यही भएर हल्का आज चाहिँ बिहान मर्निङ वक गरेको। अरू बेला पनि म अलमोस्ट गर्छु, तर प्रायः जस्तो यता आइकन जसले अल्छी भएको थिएँ। अहिले चाहिँ मर्निङ वक गरिरहेको छु। फट्ट गाडी चलाउन थाल्यो अब चाहिँ। गाडीहरू पार्किङ गरिरहेको रहेछ। यस्तै छ, रमाइलो छ। मान्छे कुद्नेहरू हिँड्नेहरू पनि छन् अलि खट्टाफुट्टा। अब यो मेन बाटो नेसनल हाइवे हुनाले गर्दा अब हिँड्नहरू चाहिँ अप्ठ्यारो छ। त्यही माथि बाटो सबै बढाउनु भएर फोर लाइन बन्नु भएर सबै काटेको छ। अलिक समस्या नै छ अहिले हिँड्नको लागि चाहिँ। वकिङ गर्नलाई धेरै समस्या छ। यहाँ पुलिसले के गर्दैछ त्यहाँनिर गाडीवालालाई। अहिले दोकानहरू कुनै पनि खोलेको, फास्टफुडहरू कुनै पनि खोलेको छैन। मेनै छ। गोर्खाको फोटो हो त्यो चाहिँ, स्ट्याचु। यहाँ पुल, यो चाहिँ कालातम्बीको डाङडुङ्गे पुल भन्छ यसलाई चाहिँ। डाङडुङ्गे पुल द्वारा म चाहिँ बजारपट्टितिर लागेँ अहिले। हेर्नुहोस् कति रमाइलो छ दृश्यहरू, फेरि एकदम आनन्द छ। हेर्नु राम्रो छ। वाउ सुन्दर, भेरी ब्युटिफुल। अहिले त एकदम शान्त छ क्या। ल साथीहरू, सबैको शुभ दिन रहोस्। म पनि अब यहाँबाट चाहिँ अब उँभो जान्छु, फेरि कुदेर जानु पर्यो एकछिन। ल सबैलाई बाई, टेक केयर।